एड्रेस चाहियो। त्यही पनि अहिले जरुरी काम छ के। श्रद्धा म्यामको एड्रेस? त्यस्तो के भएर? यति सम्झाउनु सर, उहाँलाई कसैले एकदम चाँडै भेट्न खोजेका छन्। ओके सविता, म तिमीलाई सन्दीपको घरको एड्रेस दिन्छु। श्रद्धा म्याम त्यही बस्नु भएको छ। थ्याङ्क यू सर, मोबाइलमा एड्रेस पठाइदिनुहोस् न है। वेलकम। मुन्तली, अब तिम्रो आमा भेटिनुहुन्छ। अब मेरो आमा भेटिनुहुन्छ नि सुन्तली। तिम्रो आमालाई भेट्न कसैले पनि रोक्न सक्दैन। जाऊ मिरा। गाडी रोक्नुस् त, मेरो छोरी कोही घरमै छुटी छ। छोरी? होइन, मेरो मतलब मेरो छोरीको फोटो। म जहाँबाट आएको त्यहीँ छुटेछ। मोडिहाल्नुहोस् त गाडी। ल म्याम, म लगिदिन्छु। गुरुजी, अलि छिटो चलाउनुहोस् न गाडी। म गएर आमा लिएर आइहाल्छु। नमस्ते सन्दीप सर। नमस्ते। म श्रद्धा म्यामलाई भेट्न आएको। श्रद्धा म्याम हजुर कहाँ हुनुहुन्छ अरे? कहाँ हुनुहुन्छ श्रद्धा म्याम? म भित्र आउन सक्छु सर? श्रद्धा म्यामले घर छोडेर गइसक्नुभयो, अब मसँग बस्नुहुन्न। चुप लाग्नुहोस्। ओहो, के को जबरजस्ती हो अर्काको घरमा? यदि जबरजस्ती नै गर्नुहुन्छ भने म पुलिसलाई बोलाउँछु। हेलो, सविता, तिमीले सन्दीपलाई भेट्यौ? भेटेँ। श्रद्धा म्याम हुनुहुन्न भनेर सन्दीप सरले मसँग झगडा गर्नुभयो। कहाँ चाहिँ जानुभयो होला श्रद्धा म्याम? तिमी टेन्सनमा छौ अहिले, हिँड म तिमीलाई घर छोडिदिन्छु। होइन, अंशु पनि चाहिँ स्कुटी साइड लाछु, अंशु स्कुटीमा चाहिँ। स्कुटी यतै पार्किङ गर, भोलि लिन आउला। जाऊ अंशुलाई गएर लिएर आऊ। सुन्तली, आमा भेटिनु भयो? हिँड अहिले गर, सबै कुरा घर गएर गरौँला। नाइ, म आमा बिना जान्न। धेरै जिद्दी नगर। नाइ, म आमा बिना जान्न। जिद्दी नगर, हिँड अहिले गर।
आइएम सरी सभ्यता, तर मैले बुझ्न चाहेँ तिम्रो र श्रद्धा म्यामको के सम्बन्ध छ र तिमीले यसरी भेट्न खोजेको? मेरो पर्सनल काम छ। पर्सि अफिस आउनुहुन्छ अनि भेट भइहाल्छ नि। आमा सुन्तली आमा 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 कस्तो मेरो छोरीको जस्तै आवाज छ। कसैले आमा भनेर बोलाए जस्तो लाग्यो। तपाईले सुन्नुभयो दाइ? मैले त सुनेन नि। के तपाईको छोरी हराउनु भएको छ र? अन्सु, तिमी झुक्कियो होला। सभ्यतालाई त तिमी सुन्तली भन्छौ, अरू कसैलाई देख्दा तिमीले आमा सोच्यो होला। नाइ, मैले मेरी आमै देखेकी हुँ। तिम्रो चित्त बुझाउन भने पनि म गाडी लिएर जान्छु। हुन्छ अन्सु? के भयो सन्दीप सर? किन यस्तो गर्नुभएको? त्यस्तो केही पनि होइन श्रद्धा म्याम। तपाईँ यहाँबाट गइसकेपछि सभ्यता तपाईँलाई खोज्दै आएका थिए। सभ्यता मलाई खोज्न? मसँग सभ्यताको के काम थियो र मलाई खोज्न आएकी थियो? सायद मैले गल्ती गरेँ। तपाईँलाई त्यहाँ जागिर खुवाउनु नै मेरो गल्ती भयो। मेरो पनि दिमागै चलिरहेको छैन। एक रातमै के भयो? सभ्यता किन तपाईँको पछि लागिरहेछ? यसरी पछि लाग्नुपर्ने कारण के हुनसक्छ? पुरै तनावमा छ त्यो पनि। आखिर के भइरहेछ सन्दीप सर? मलाई फेरि मार्न भनेर मान्छे खटाइदैछ कि क्या हो सन्दीप सर? मलाई पनि त्यस्तै लागिरहेछ। त्यसैले सरी, मैले अफिस छोडेँ भनेर अहिले नै मेल गरिदिनुहोस्। पक्नुहोस्, म ल्यापटप लिएर आउँछु। आउनुहोस्, मेल गरिहाल्नुहोस्। राघव सर, सरी, म हजुरको अफिसमा काम गर्न सक्दिनँ। आजैबाट म रिजाइन दिन चाहन्छु। ओके, थ्याङ्क यू। आई एम श्रद्धा। भयो? सुन्तली, आज पनि आमालाई भेटिँदैन जस्तो छ। नात्यो मन्तली, आइहाल्नुहुन्छ नि। श्रद्धा म्यामले रिजाइन दिनुभएछ। कारण के रहेछ? मलाई लाग्छ उहाँलाई यो अफिसमा काम गर्नै छैन। फोन गर्दा मोबाइल स्विच अफ छ। मलाई त शङ्का लाग्यो उहाँलाई हामीसँग भेट्नु नै छैन। त्यसैले रिजाइन लेटर मेल गरिदिनु भएको रहेछ। अब हामीले छोरीलाई कसरी श्रद्धा म्यामसँग भेटाउने? मेरो छोरी, मेरो मुटुको टुक्रा।
किन यो फाइल मेरो अगाडि खसालेर हिँड्यो भनेको त आखिर कुरा यस्तो रहेछ। को हुन् तिनीहरू? आखिर मेरो परिवारले के बिगारेको थियो र तिनीहरूको? मेरी आमाले मसँग किन नभेटाउनु भएको? गोपाल, म अफिस गएकै दिन अफिस किन छुटाइदिनु भएको? गोपाल, के भयो गोपाल आमालाई? मलाई मेरी आमा भेटाइदिनु गोपाल। किन मेरी आमासँग मलाई अलग गराउनु भयो गोपाल? दिनु भएको छ? कहाँ हुनुहुन्छ गोपाल मेरी आमा? मेरी छोरीलाई ती गुण्डाहरूले मारे। बाबा, तिमीलाई कति पीडा भयो होला। आखिर को हुन् ती गुण्डाहरू? तिनीहरूलाई म छोड्दिन छोरी, म छोड्दिन। म तिनीहरूलाई पनि तडपाई मार्नेछु। त्यसै छोड्दिन छोरी, त्यसै छोड्दिन। आजै मर्ने भइस। मेरो छोरी पनि मर्नेवाला छ। ए, गुण्डाहरूले किडन्याप गरेर लाँदैछन्। म्याडम, सत्ताको छोरीलाई हामीले उठाइसक्यौँ। अबको केही मिनटमा खल्लास। हेलो हेलो सन्दीप सर, तपाईँको चिन्जनको साथीहरू पुलिसमा जागिर खाएको छन् नि, होइन? ती गुण्डाहरूलाई खोज्न मलाई साथी लाग्नु न ल। तिनीहरूलाई त्यसै छोड्नु हुँदैन, पत्ता लगाएरै छाड्नुपर्छ। ती गुण्डाहरूको अनुहार देखेँ भने मैले चिन्छु सन्दीप सर। मेरो छोरीलाई मार्ने गुण्डाहरूलाई त्यतिकै छोड्नुहुन्न सर। त्यसैले मारेकी हो मेरो छोरीलाई। मलाई भिडियो नै देखाकी थिए, तेरो छोरी मार्नलाई गुण्डा पठाएको छु भनेर। हुन्छ, त्यो शीतल जेलमै छ, अन्त जानै पर्दैन, त्यहीँ गए पुग्छ। हस्। छोरी, जबसम्म ती अपराधीहरूलाई कठघरामा ल्याएर तिनीहरूलाई पाता फर्काउन सकिँदैन, तबसम्म तिम्रो आत्माले शान्ति पाउँदैन छोरी।
गोपाल, तपाईँले मसँग यस्तो बदला किन लिनुहुन्छ? मेरी आमालाई मबाट किन छुट्याइदिनु भएको गोपाल? हेलो सुन्तली, आमालाई खोज्दा खोज्दा म त थाकिसके सुन्तली। एकपटक आमासँग छुटेपछि कहिले भेट्न पाइँदैन हो। गोपाल, किन यस्तो गर्नुभएको गोपाल? आमासँग मलाई किन नभेटाइदिनु भएको गोपाल? भन्नुस् न गोपाल। सुन्तली, अब हामी आमालाई नखोज्ने ल। खोज्दा खोज्दा थाकिसके म त। म तिमीलाई थाक्न पनि दिन्न मुन्तली, र म पनि थाक्दिनँ। थाहा छ तिमीलाई, तिम्रो आमा हाम्रै नजिक आइसक्नु भएको छ। एक दिन तिम्रो आमालाई पक्कै हामीले भेट्ने छौँ मुन्तली। धन्यवाद सुन्तली। आई लभ यु सुन्तली। तिमी त मेरो बेस्ट फ्रेन्ड र आमा पनि हो। तिमी जुन बच्चाको आमा बन्ने छौ नि सुन्तली, त्यो बच्चा त संसारकै भाग्यमानी हुनेछ, र तिमी पनि भाग्यमानी आमा हुनेछौ। तिम्रो आमालाई हामी खोजेरै छर्छौँ। श्रद्धा म्यामलाई खोज्न म पनि जान्छु। हेर अन्सु, तिम्रो मम्मीसँग तिमीलाई भेटाएरै छड्छौ हामी। तिमी चिन्ता नलेऊ। सुन्तली, सुन्तली, जुन दिन मलाई डाक्टरले तेरो बच्चा हुँदैन भनेको थियो, त्यही दिन मलाई भगवानले अंशु मेरो हातमा पठाइदिनु भयो। तिमी नै मेरो छोरी हो अंशु। रो, अझ रो। जुन दिन तिमीले मेरो गाडीमा स्कुटरले हानेकी थियो, त्यो बेला पनि तिमी रोएको थियो। त्यो दिनदेखि आजसम्म मैले तिमीलाई रोएको मात्रै देखेको छु। किन? एक प्रकारले हेर्दा त तिमीलाई देखेर हाँसो पनि उठ्छ। मेरी आमा भन्नुहुन्थ्यो, रोइरहेको बेलामा सँगैको साथी हाँस्छ नि, त्यो अर्को जुनीमा बाँदर हुन्छ रे। के तिमी बाँदर बन्न तयार छौ? कि म तिम्रो आँसु उधारो लिन सक्छु? वाट? मेरो आमाले भन्नुभएको, कुनै एक व्यक्तिको आँसु आउँदा अर्को व्यक्तिको पनि आँसु झर्छ भने त्यो सम्बन्ध एकदम गाढा हुन्छ अरे। मतलब म तिम्रो हाकिम, तिमी मेरो कर्मचारी। यत्रो प्रोजेक्टको कामहरू छ, तिमी यसरी रुँदै बस्यौ भने कसले काम गर्छ? अचम्म, अलिकति पनि दया माया छैन। राम्री छौ, क्युट पनि छौ, अनि रिस पनि। यसलाई राघवले पट्याउन खोज्दैछ। यसलाई म राघवको हुन कहाँ दिन्छु र? आमा, आइसक्रिम किनिदिनु न, कस्तो आइसक्रिम खान मन लाग्छ? खान मन लाग्यो चिज खाऊ न त। आमाले रोक्छु त, जाऊ खाऊ। त्यहाँ छ आइसक्रिम।
धेरै किन्नुहुन्थ्यो। तर आज मलाई यसरी चटक्क माया मारेर कता जानुभयो होला। किन त सुन्तलीले मलाई आफ्नै छोरी जस्तै माया गरेकी छ। मैले नि त्यसलाई आफ्नै आमा जस्तै माया गरेकी छु। अब मलाई मेरी आमासँग भेट्न कसैले रोक्न सक्दैन। हे भगवान, मलाई यो दीपावलीमा केही चाहिँदैन। मेरो लागि एउटा राम्री बुहारी गिफ्ट पठाइदिनुहोस् है भगवान। आजभोलि दिवाली चिन्ता के को चिन्ता म केही बुझ्न सकिन्छ। के को चिन्ता? के नाम? केही होइन हैन, आजकल त खुब बडबडाउन थालेको छस्। त्यही अमेरिकन गुडियाको लागि होइन? ए माम पनि सबै कुरा छोडिदे। आज एकादशी छ, मलाई साइनी दिदीको घरमा लगिदे। उनी दिदीसँग बसेर कथा सुनेर बस्छु दिनभरि। तपाईको त कामै के छ, जे पाए त्यही गरेछ। ल छोडिदिन्छु म। काम हुन त तैँले बुहारी ल्याइदिएको छस् र? बुहारी भए पो घरमा पत्र गफ गरेर बस्नु त। केही काम छैन, धर्म कर्ममा लाग्दा पनि रिस आउँछ। खुरुक्क हिँड दिदीकोमा लग्दे। त्यहाँ गएर कथा सुने मात्रै भने पनि मेरो काम पवित्र हुन्छ। एक्लै धुमधुम्दी यो घरमा के गरेर बस्नु म? ल मायाले। विजय, हजुर सर। यो फाइल कसले बनाएको? यो त सभ्यता म्यामले बनाउनु भएको सर। यो त पुरै गल्ती छ यसमा। सर, जब श्रद्धा म्याम अफिस छोडेर जानुभयो, सभ्यता म्याम एकदम टोलाउन थाल्नु भएको छ। मलाई लाग्छ केही त गडबड छ सर। सभ्यता म्यामले श्रद्धा म्यामसँग केही कुरा सेयर गर्न चाहनुहुन्थ्यो सर। ठिक छ, यो फेरि रिचेक गरेर मलाई फेरि सबमिट गर्नु। जाऊ तिमीहरू। हेलो, जतिखेर पनि अफिसमा यसरी नै टोलाएर बसिराख्ने हो? हाकिम भएर तपाईँ स्टाफको रुममा घरिघरि नआउनुहोस्। मलाई आफ्नै पारामा छोडिदिनुहोस्। श्रद्धाको लागि गुडिया, त्यो पनि श्रद्धा र अंशुको नाममा। हे भगवान, कस्तो दिन भेटेछु यो श्रद्धालाई। श्रद्धा, कतै श्रद्धालाई त केही भएको छैन? तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन। फोन पनि लाग्दैन फेरि। तपाईले डायल गर्नुभएको नम्बरमा। हे भगवान, के भइरहेछ यो? श्रद्धा त एकदमै डर लागिसक्यो। श्रद्धा कता हो? श्रद्धा म्याम, श्रद्धा म्याम। श्रद्धा मैम, श्रद्धा मैम, श्रद्धा मैम, श्रद्धा मैम, श्रद्धा मैम,
श्रद्धामान